भर्सेस जेउसोको बीचमा चाहिँ फ्युचरमा चाहिँ म्याच चाहिँ हुन सक्छ कि सक्दैन, जेउसोले चाहिँ किङ अफ द रिङको टुर्नामेन्ट जित्यो भने चाहिँ रोमन रेन्सलाई चाहिँ च्यालेन्ज गर्ने चाहिँ कतिको चान्स चाहिँ रहेको छ। अनि ट्रिपल एचले चाहिँ कोडी रोडलाई चाहिँ यति धेरै पुश दियो कि कोडी रोडले चाहिँ ट्रिपल एचकै रेकर्ड चाहिँ तोड्दिसक्यो। अनि सीएम पङ्कको चाहिँ फ्युचर प्लान चाहिँ के चाहिँ हुनेवाला छ, यो सबै कुरा चाहिँ जान्न चाहनुहुन्छ भने चाहिँ भिडियोलाई चाहिँ अन्तिमसम्म चाहिँ हेर्नु होला है। ल सबैभन्दा सुरुमा चाहिँ कुरा गरौँ व्हाइट हाउसको बारेमा। व्हाइट हाउसमा चाहिँ डब्ल्युडब्ल्यूले चाहिँ फ्युचरमा चाहिँ गएर चाहिँ डब्ल्युडब्ल्यूको चाहिँ शोहरू चाहिँ गर्ने चाहिँ प्लान चाहिँ गरिरहेको छ। अब चाहिँ कुरा गरौँ रिया रिप्लीको बारेमा। रिया रिप्ली चाहिँ अहिले चाहिँ इन्जर्ड छ अनि रिया रिप्लीको कारणले गर्दाखेरि चाहिँ धेरै सुपरस्टारहरूको फिमेल सुपरस्टारहरूको चाहिँ अहिले चाहिँ प्लानमा चाहिँ चेन्ज भइरहेको छ। अनि यदि रिया रिप्लीले चाहिँ समरस्ल्याम भन्दा अगाडिसम्म पनि टाइटल डिफेन्स चाहिँ गर्न सकेन भने चाहिँ डब्ल्युडब्ल्यूले चाहिँ जबरजस्ती तरिकाले चाहिँ प्लान चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। अब चाहिँ कुरा गरौँ च्याड गेबलको बारेमा। डब्ल्युडब्ल्यूले चाहिँ इन्टरनली चाहिँ च्याड गेबललाई चाहिँ पुश गर्ने चाहिँ प्लान चाहिँ गरिरहेको छ। अनि रिपोर्ट अनुसार चाहिँ च्याड गेबलको चाहिँ समरस्ल्याममा चाहिँ ठुलो रोल चाहिँ हुनेवाला छ। अब चाहिँ कुरा गरौँ वेड ब्यारेटको बारेमा। वेड ब्यारेटले चाहिँ भनेको छ भोलिको स्म्याकडाउनमा चाहिँ मेरो कमेन्ट्रीमा चाहिँ साउन्ड चाहिँ अलिक सानो चाहिँ हुनसक्छ, किनभने चाहिँ म चाहिँ वर्ल्ड कप चाहिँ हेर्न गएको थिएँ अनि वर्ल्ड कपमा चाहिँ मैले चाहिँ च्यान्ड चियर गर्दाखेरि चाहिँ मेरो चाहिँ स्वर भाँसेको छ, त्यही भएर भोलिको स्म्याकडाउनमा चाहिँ मैले चाहिँ कमेन्ट्री गर्दाखेरि चाहिँ मेरो चाहिँ स्वर चाहिँ अलिक सानो चाहिँ हुनसक्छ है भनेर चाहिँ वेड ब्यारेटले चाहिँ भनेको छ। र अब चाहिँ कुरा गरौँ यदि जेउसोले चाहिँ किङ अफ द रिङको टुर्नामेन्ट जित्यो भने चाहिँ जेउसो भर्सेस रोमन रेन्स हुने चाहिँ कतिको चान्स छ त। एउटा न्युज सोर्सहरूले चाहिँ भनेको छ जेउसो भर्सेस रोमन रेन्सको बीचमा चाहिँ म्याच चाहिँ पोसिबल चाहिँ हुन सक्छ। न्युज सोर्सेसले चाहिँ भनेको छ जेउसो भर्सेस रोमन रेन्सको बीचमा चाहिँ म्याच चाहिँ हुँदाखेरि चाहिँ ब्लड लाइन चाहिँ आधा आधा हिस्सामा चाहिँ बाट्नेवाला छ। जेका फाटु चाहिँ रोमन रेन्सको साइडबाट चाहिँ हुनेवाला छ अनि सोलो सिकोआ पनि इन्भल्भ चाहिँ हुनेवाला छ अनि ब्लड लाइनको मेम्बर र ब्लड लाइनको मेम्बर बीचमा चाहिँ सिभिल वार चाहिँ हुन सक्छ भनेर चाहिँ न्युज सोर्सेसहरूले चाहिँ भनेको छ। अब चाहिँ कुरा गरौँ सीएम पङ्कको चाहिँ फ्युचर प्लानको बारेमा। सीएम पङ्कको चाहिँ समरस्ल्याममा चाहिँ मेजर रोल चाहिँ हुनेवाला छ अनि रिपोर्ट अनुसार चाहिँ सीएम पङ्क भर्सेस कोडी रोड्सको बीचमा पनि म्याच चाहिँ हुन सक्छ अनि समरस्ल्याममा चाहिँ जेउसो भर्सेस रोमन रेन्सको बीचमा चाहिँ वर्ल्ड हेभीवेट च्याम्पियनशिपको लागि चाहिँ म्याच चाहिँ हुनेवाला छ अनि स्म्याकडाउनबाट चाहिँ कोडी रोड्स भर्सेस सीएम पङ्कको बीचमा चाहिँ अनडिस्प्युटेड डब्ल्युडब्ल्यू च्याम्पियनशिपको लागि चाहिँ म्याच चाहिँ हुनेवाला छ भनेर चाहिँ रिपोर्टहरू चाहिँ निस्केर आएको छ। अब चाहिँ कुरा गरौँ कोडी रोड्सको बारेमा। कोडी रोडलाई चाहिँ ट्रिपल एचले चाहिँ यति धेरै पुश दियो कि कोडी रोडले चाहिँ ट्रिपल एचकै रेकर्ड चाहिँ तोड्दिसकेको छ। ट्रिपल एच चाहिँ वर्ल्ड टाइटलको चाहिँ कम्बाइन्ड टाइटल रेन्जमा चाहिँ 10 नम्बरमा चाहिँ थियो अनि ट्रिपल एचको चाहिँ पुरै 14 चोटि वर्ल्ड टाइटल बोकेको दिनहरू र कोडी रोड्सको चाहिँ मात्र 3 चोटि चाहिँ अनडिस्प्युटेड डब्ल्युडब्ल्यू च्याम्पियनशिप बोकेको दिनहरू चाहिँ जोड्यो भने चाहिँ कोडी रोड्स कुनै दिन चाहिँ धेरै भइसकेको छ अनि कोडी रोड चाहिँ यही भएर चाहिँ 10 नम्बरमा चाहिँ आएको छ अनि ट्रिपल एचको पनि रेकर्ड चाहिँ तोड्दिसकेको छ। अब यो हप्ता चाहिँ गुन्थरसँग चाहिँ टाइटल डिफेन्स चाहिँ सक्सेसफुली चाहिँ गरौँ अनि 2 हप्तासम्म चाहिँ टाइटल चाहिँ फेरि बोकी नै रह्यो भने चाहिँ कोडी रोडले चाहिँ ब्रेट हार्टको पनि रेकर्ड चाहिँ तोड्नेवाला छ। यदि कोडी रोडले चाहिँ 2 हप्तासम्म चाहिँ सक्सेसफुली टाइटल चाहिँ बोकी नै रह्यो भने चाहिँ कोडी रोड चाहिँ ब्रेट हार्टलाई पनि हराएर चाहिँ 9 नम्बरमा चाहिँ आउनेवाला छ। रोमन रेन्सको चाहिँ मात्र एउटा कपडा देखेर चाहिँ एरिक एन्ड्रे चाहिँ डराउन थालिसकेको छ। रोमन रेन्सको कपडा चाहिँ एउटा फ्यानले चाहिँ एरिक एन्ड्रेलाई चाहिँ लगाउन चाहिँ दिन्छ अनि सुरुमा चाहिँ एरिक एन्ड्रेले चाहिँ नहेरी चाहिँ त्यो कपडा चाहिँ लाउँछ, त्यसपछि थाहा हुन्छ त्यो कपडा चाहिँ रोमन रेन्सको चाहिँ हो भनेर चाहिँ थाहा हुन्छ। त्यसपछि एरिक एन्ड्रे चाहिँ तर्सिओरी चाहिँ त्यो कपडा चाहिँ खोलिओरी चाहिँ कपडा खोलेरै चाहिँ पोज गरेर चाहिँ फोटो चाहिँ खिच्छ जोन सिनासँग। र अब चाहिँ कुरा गरौँ मन्डे नाइट रको भ्युअरशिपको बारेमा। मन्डे नाइट रको भ्युअरशिपमा चाहिँ जुन 1 को मन्डे नाइट रको भ्युअरशिपमा रोमन रेन्स चाहिँ थियो त्यो मन्डे नाइट रमा अनि त्यो मन्डे नाइट रमा चाहिँ 2 मिलियन भ्युअरशिप चाहिँ आएको छ अनि जुन 8 को मन्डे नाइट रमा चाहिँ रोमन रेन्स चाहिँ थिएन त्यो वाला मन्डे नाइट रमा चाहिँ 2.4 मिलियन चाहिँ भ्युअरशिप चाहिँ आएको छ। रोमन रेन्स नहुँदाखेरि चाहिँ भ्युअरशिप चाहिँ फर्स्ट टाइम चाहिँ बढेको छ है। अब चाहिँ कुरा गरौँ जो हेनरीको बारेमा। जो हेनरीले चाहिँ भनेको छ म चाहिँ अहिले चलिरहेको टुरमा चाहिँ म चाहिँ हुनुपर्ने तर म चाहिँ छैन, म चाहिँ अहिले चाहिँ इन्जर्ड भएर चाहिँ म चाहिँ रिकभरी चाहिँ गरिरहेको छु भनेर चाहिँ जो हेनरीले चाहिँ भनेको छ। तर साँचो कुरा चाहिँ यो होइन है, साँचो कुरा चाहिँ जो हेनरीको चाहिँ भिजा इस्युज भएर चाहिँ जो हेनरी चाहिँ मन्डे नाइट रमा चाहिँ नआएको चाहिँ हो। अब कुरा गरौँ भोलिको स्म्याकडाउनको बारेमा। भोलिको स्म्याकडाउनमा चाहिँ के चाहिँ हुनेवाला छ हेर्न सक्नुहुन्छ। कोडी रोड्स भर्सेस गुन्थर फर अनडिस्प्युटेड डब्ल्युडब्ल्यू च्याम्पियनशिप म्याच स्पेशल गेस्ट रेफरी सेमी जेन अनि अर्को म्याच एमएफटी भर्सेस डेमियन प्रिस्ट एन्ड आर-ट्रुथ फर ट्याग टिम च्याम्पियनशिप म्याच अनि अर्को म्याच चाहिँ ली मोर्गन भर्सेस चार्लेट फ्लेयर क्वीन अफ द रिङ टुर्नामेन्ट क्वालिफाइङ म्याच अनि जेउसो भर्सेस जिबोनी भेन्सको बीचमा पनि किङ अफ द रिङको क्वालिफाइङ म्याच अनि लास्टमा चाहिँ ट्रिक विलियम्स पनि आउनेवाला छ है भोलिको स्म्याकडाउनमा। अब चाहिँ कुरा गरौँ अन्डरटेकरको बारेमा। अन्डरटेकरले चाहिँ भनेको छ यदि डब्ल्युडब्ल्यूको चाहिँ सबै मुभहरू चाहिँ स्क्रिप्टेड हुने भए चाहिँ डब्ल्युडब्ल्यूमा हानिने मुभहरू चाहिँ मुभहरू जस्तो नै लाग्दैन भनेर चाहिँ अन्डरटेकरले चाहिँ भनेको छ। अब चाहिँ कुरा गरौँ स्याटरडे नाइट मेन इभेन्टको बारेमा। स्याटरडे नाइट मेन इभेन्टको पोस्टर बोय चाहिँ ड्यान हाउजेन चाहिँ हुनेवाला छ अनि ड्यान हाउजेन पनि खुसी भएर चाहिँ भनिरहेको छ के तिमीहरू विश्वास गर्न सक्छौ म चाहिँ स्याटरडे नाइट मेन इभेन्टको चाहिँ पोस्टर बोय हो भनेर चाहिँ ड्यान हाउजेनले चाहिँ भनेको छ। अब चाहिँ कुरा गरौँ म्याट हर्डीको बारेमा। म्याट हर्डीले चाहिँ भनेको छ न्यू डे चाहिँ डब्ल्युडब्ल्यूबाट चाहिँ निस्किनु भन्दा अगाडि चाहिँ हामीसँग चाहिँ एकचोटि चाहिँ फाइट गर्छौँ भनेर चाहिँ भनेको थियो भनेर चाहिँ म्याट हर्डीले चाहिँ भनेको छ। अनि फोटोमा चाहिँ हेर्न सक्नुहुन्छ आजको ठ्याक्कै 10 वर्ष अगाडि चाहिँ मनी इन द ब्याङ्क 2016 चाहिँ भएको थियो अनि 2016 को मनी इन द ब्याङ्कमा चाहिँ 3 जना सिलको मेम्बरहरूले चाहिँ डब्ल्युडब्ल्यूई वर्ल्ड हेभीवेट च्याम्पियनशिप चाहिँ बोकेको थियो।